भाइरल ट्रक हेर्नु त अनि के रहेछ यो 25 करोड 25 करोड ल, के छ हेर्नु त्यसमा यहाँ। 25 करोड त्यो त ट्रकै के छ त्यसमा बस्नु आउनु अनि म सबै भन्छु नि ल त म त ट्रकको बारेमा थाहा भएन तपाईँलाई कुन कुन ट्रक हो 25 करोड बोकेर हिँडेको ट्रकमा पैसा मात्रै 25 करोड अरे ट्रकमा 25 करोड तपाईँलाई थाहा छैन सुन्नु थिएँ मैले आज त्यो डलर ए त्यो डलर डलर हो डलर अनि सबै के हो देखेको थिएँ मैले त्यो एउटा के उसमा चाहिँ देखाएको थियो दाइ कस्तो छ है हाम्रो यो तस्करी हेर्नु त यत्रो पैसा दुनियाँ जनता चुसेको पैसा होइन यी मानव तस्कर हुन् या लुटेरा हुन् या सबैले यसरी नै बोकेर लान्छन् है यो नगदमा कारोबार गर्ने अनि राज्यले थाहा पाउँछ कस्तो है हाम्रो दुर्भाग्य त्यही भएर त हाम्रो देशको स्थिति यस्तो नाजुक हुँदै गइरहेछ त यो त अहिले त देखेर थाहा भयो नदेखेर यस्ता कुराहरू त कति भयो है यो त कति छ दैनिक भइरहेछ यो कुराहरू त तर यो कुनै कुनै देखिँदा नि हामीलाई कति मन चसक्क भएर आउँछ त बडा पीडा लाग्छ भाइ यी तस्करहरू त जुनसुकै आवरणमा होस् तस्करहरू तस्करै हुन् अब देश र हामी जनताका महादुश्मन अब हामीले गर्न के सकिन्छ र अब हामीले त यही गरिन्छ कि यस्तालाई चाहिँ समातेर जसरी हुन्छ कारवाही गर्नुपर्छ त्यति मात्रै हो हाम्रो जाग्न पर्यो त यो देशलाई जोगाउन पर्छ गर्नुपर्छ यति हो हाम्रो पीडा हुन्न दाइ हुन्छ एउटा त किनभने आज त कसै गरेर देखियो यस्ता अदृश्य कुरा त कति छन् अझ त्यही तस्करले धम्काउँछन् कसैले केही भन्यो भने है गाह्रो छ दाइ तर हामी डराउन हुन्न के गर्नु हामी दुई जना भएर भएन सबै मान्छेहरू होइन यसरी नै धेरै छन् जागरुक भयो भने देशभरिका जनताहरू एकजुट छन् त्यो थाहा छ तर हामी यस्ता भ्रष्ट तस्कर दलालहरूसित हामी डलाउनु चाहिँ हुन्न हो कि दाइ भन्नु त यो चाहिँ हो तपाईँले आएर सही कुरा पिट्ला गुन्डागर्दी गर्ला भनेर कति डराउँदा नि पिटाइ खाइएला गोदै गोद्ला अब के गर्नु त तर यो ट्रक समातियो नि यस्ता ट्रक त कति फुत्कियो होला नि भन्ने लाग्छ कि होस् दाइ हामी पनि अब के गर्न सकिन्छ र हामी त निरीह जनता परियो तस्करहरूको अगाडि केही गर्न सकिन्न अब तै चुप मै चुप नबोलौँ है त साइलेन्ट